अमृता बुढाबुढीको सधैँभरि झगडा भएको भइ गर्छ। आज कति दिन भइसक्यो, 2-3 रात भइसक्यो सुत्न पाएको छैन। दिक्क लागिसक्यो हो मलाई त। ए टेन्सन नमान न, अमृता बुढाबुढीलाई मैले बोलाएको छु। उनीहरू आइपिने बेला भइसक्यो। अहिले यिनीहरू बसेर कुरा गरौँ ल। उनीहरू म सम्झाउँछु नि त। दिदी अब म तपाईँको जैसो कसरी बस्नु भने के भएको नानी तँलाई भन् त? के हुनु नि, रात दिन आउने, झगडा गर्ने, कराउने, गाली गरे नि। मेरो मान्छे कोही आइ रिस गर्ने गर्नुहुन्छ जहिले पनि। कसरी बस्नु म? नरो त किन रकी, म जैसे त 2टा कुरा गरिहाल्छु नि। यो त अति भयो। जैसे नभनिकन आज गाडा साडा फुटाइदिन्छु म त। दाइ म त बर्बादै भयो नि। होइन के भयो र? मैले बिहे गर्दै भन्दा भन्दै तपाईँ करले बिहे गरे। अहिले तपाईँ सालले मलाई बिजोग भयो दाइ। होइन मेरो सालले के गरेर भाइ तिमीलाई? के गर्नु दाइ, बिहे गरेर गएदेखि मेरो परिवारलाई कहिले राम्रो मान्दिनँ। घरमा पाहुना आएको कहिलेदेखि सहन्न, यत्रो मुख पार्छ। मेरो त घरमा मान्छे आउनु छोडिसकेँ। मलाई पनि जहिले तथा मुख छाडेर उल्कै मान्छे गरेर बिहे गरेँ दाइ। म त अब चाहिँ मिल्छ भने त डिभोर्स गर्ने, म त यसो बस्नु सक्दिनँ। चिन्ता नगर भाइ, मेरो साली हो। उसले गल्ती गरेकी रहेछ भने उसलाई पिट्छु पनि म। अमृता तिमीहरू किन झगडा गरेको? जहिले पनि झगडा भएको भन्ने सुन्छु। खासै झगडा त दाजु होइन, यसो शान्ति नै अब टाकाटुका परिवारमा भइहाल्छ। अमृता बुढाबुढी मिल्नुपर्छ है। तिमीले म हुन छाड, भाइले तिमीलाई माया गर्छ। तिमीहरू झगडा नगर। अझै हामी झगडा गर्दैनौँ है कान्छी? हामी कसरी मिलेका छौँ हेर त। नगर बुढा, तिमी किन जान्ने भयो? यिनलाई त म भन्छु म। ए जय, तिम्रो बारा के हो? रात र दिन मेरो बहिनी रोको रहेछ, तिमीले गर्नु खोजे के? आज त जैसै नभनिकन पिर्दिन्छु म त। ए बुढी भने के तिमीले यहाँ कुटाउनु ल्यायो मलाई? दिदी त मलाई कुट्छु भन्नुहुन्छ त के हो यो? त्यही त, हामी त मिलिहाल्छ नि। यो दिदीले हजुरलाई त्यसरी गाली गर्ने मिल्छ? हिँड्नु जाऊ बुढा, यहाँ नबस्ने हामी। यिनी गर्दा म दोहोऱ्याइ आउँदैन कान्छी म। म पनि आउँदिनँ। ए बुढा गए उनीहरू बोलाउनु त। अब यत्रो बोलाउनु, अहिले न्यायाधीश भएर बोलिहालिस्। उनीहरू मिलेर गए, हामी बिचा सुचो भयौँ। अब हामीलाई केही न केही जाउँ चिया खान। के वात्त पर बसेको नि, 2जना बुढाबुढीको बिचा नबोलाउँ भने होइन, लिन्छ चिया खान्छौँ।